एभ्रिवन वेलकम ब्याक टु माई मिनी ब्लगमा। आज चाहिँ म बिहान उठेर हेर्दाखेरि झमझम पानी परिरहेको रहेछ। बाहिर शीतल थियो, एकदम शीतल थियो। बिहान उठ्ने बित्तिकै आएर भान्सामा को बस्छ म बस्छु, किनकि मलाई भोक लागिरहेछ। तर खाना पकाउनु पर्यो, के पकाऊँ भनेको। भात त पाकिसकिरहेछ, अब पकाउनु पर्यो तरकारी चाहिँ के पकाउने होला। तरकारी चाहिँ दालसँग भात रुच्दैन, तरकारी मिठो चाहिन्छ। मलाई मात्र हो कि अरूलाई पनि यस्तो हो? क्या हाल है? कितनी क्लोज होनी मैं। अनि त्यसपछि म उठेर पिठो मुसेर नास्ताको लागि रोटी तयारी गर्न थालेँ। रोटीसोटी खाएर हामी फेरि हिँड्यौँ जङ्गल। खाना खाएर गाइजहरू हामीहरू जङ्गल हिँडेको। पानी परेको थियो, पानी बिदो भएको थियो। काम लाग्ने जस्तो भएर हामी आमा छोरी हुँदै जङ्गल गयौँ। बाटोमा मैले भिडियोहरू क्लिक गर्दै गएँ। त्यसपछि हामी खेतको बाटो हुँदै जङ्गल हाम्रो अलि नजिकै हो। बाटोदेखि खेतको बाटोदेखि सोझै गएपछि जङ्गल नजिकै पर्छ। त्यसपछि हामी चाहिँ जङ्गल पुग्न लाग्यौँ। खेतहरू भर्खर रोपिरहेको थिएँ। त्यहाँहरूले आलीको बाटो हुँदै गएको, हिलो थियो आलीमा त। त्यसपछि हामी जङ्गल पुग्नै लाग्यौँ भने पनि भयो। हामी जङ्गल चाहिँ पुगिसकेको थियौँ। हाम्रो जङ्गलमा यस्तो राम्रो सिरु पला छ, कस्तो राम्रो सिरु छ। काट्ने मान्छेलाई त 4-5 भारी काटेर लिए नि हुन्छ। तर हिलो थियो, पानी भएर हो क्या, पानी थियो। हामी त अलि सुखडामा गएर काट्यौँ। मम्मीले दुपट्टा गादो पारेर काट्न लागिन्। उता अरू पनि थिए, अरू मान्छेहरू पनि थिए काट्ने। अनि त्यसपछि चाहिँ म जङ्गल देखाउन थालेँ। त्यहाँ कस्तो राम्रो हरियो यहाँ एउटा भिडियो सुट गरे पनि यस्तो राम्रो देखिन्छ कि। हरियो साउन लागेको भइरह्यो क्या, जताततै हरियो छ। त्यसपछि मैले पनि दुपट्टा पार्ने। अनि त्यसपछि घाँस काट्यौँ दुई आमा छोरीले। त्यसपछि मम्मी मुठा पार्न लागिन्। अनि के पुगेन, यता आउनु दा, यता दुईजना आन क्या बाउ छोरा। मम्मीले मुठा पार्न लागिन्। कस्तो राम्रो ठुल्ठुलो मुठा पारि थियौँ हामीले। अनि अब भर्खर एउटा मुठा भयो, अब अर्को मुठा पार्नियो। अनि उता चाहिँ भिडियो गराउनलाई चाहिँ भनेर हाँस्दै हुनुहुन्थ्यो। कस्तो हरियो देखिएको क्या भिडियोमा। आहा, अनि भिडियो चाहिँ यस्तो राम्रो आइरहेको थियो। मम्मी त पसिना भएर भिजेर पानी खाँदै, घाँस काट्दै, आसी पलाउँदै। पसिना हुन भने अघि देउडा गाउन नि मोबाइल राखेर भिडियो सुट गर्ने मान्छे नआएर मोबाइल त्यहाँ राखेँ आलीमा। त्यसपछि अनि काट्न लाएँ सिरु, दनादन काट्न लाएँ सिरु। मैले चाहिँ एक मुठो बनाएँ।
त्यसपछि आफ्नो अनुहार हेर्न थालेँ, पसिना भएर कस्तो भएको, गर्मीले गर्दा गर्मी पनि थिएन तर उम्सो थियो लास्टै। अनि यो एउटा बदबदेको रुख हो, त्यसमा चाहिँ माथिबाट खोटो भन्छ, खोटो झरेर आएर चाहिँ कस्तो राम्रो बास्ना आउने रहेछ। तर हातसाथमा मर्केको बेला लगाउँछ नै खोटो, त्यही हो। यो चाहिँ मैले भिडियो सुट गरिहालेको, खाना चाहिँ मिल्दैन है, सालको मिल्छ। त्यसपछि मम्मी भारी बाँध्न थालिन्, दुईजनालाई दुई मुठा गरेर 4 मुठा घाँस काटेको थिएँ। अनि त्यही भारी बाँध्न लाग्यौँ। हाम्रो साइकल ल्याएको थिएन, माझो साइकल ल्याएको थिएन मैले बोक्ने, त्यही भएर टाउकोमै बोक्ने भारी बोक्ने भनेर गर्थ्यौँ। अनि मम्मीले मुठा बाँड्न थालिन्। त्यसमा 3 आठो छ, सानो 3 आठा जति छ टोटल, सानो गरेर 6 भयो क्या। कति राम्रो हरियो देखियो जरा, बाख्रालाई अलिकति झाला हो त्यो चाहिँ। गर्मीले गर्दा मम्मी सबै भिजै गरी चाहिँ नुहा जस्तो के पसिना आएको भएर। अन्त बाँध्न लाग्यौँ हामी दुपट्टामा। यो ठुलो छ सबभन्दा, मेरा आँटा सबै ठुलै छ। ठुलो किन हाल्यौ त? अनि नै पाडे आँटा मेरा ठुलै छन् क्या सबै। सबै तम्रो आँटा त अन्त मैले हालेन। आफूमा गरुङ्गा हालिने र छैन एकै हुन्, तै त यही आँटा आधा बनाइदिन्छ मैले। ल त्यो पनि बिहा ल्याउने भनेको नि। थाम उठी त ढल्ल भयो त्यो, उता हात हाल्दे दुपट्टा दिने पर नजान्ने ऊ त केही पनि नदिने। यसो बाङ्गो भइगएदेखि रड्यो के आँटो, रड्यो आँठो। उता बदबदेको खोटो यति धेरै झड्यो। लिटो ताल्ले नि त राई खाइले डल्ले भइगयो बुढो, तेरो त ठाड्दै भएन। नभए म लिउँला त, लिने पो गाडी लिउँला त लिउँला। ल गाँठो पाड त त्यो तान। कसैन त आउन नि त, पर्छ भयो नि यो। भयो त्यो त हेरेको लाउनु थियो ताल, ठाडो भयो नि त्यही भएर उ भयो क्या। अप्ठ्यारो मिलाएर त नि निची लट्काउ, तल हाल न यहीँमा, यो झोल्टे ठाउँमा हाल न, खस्दैन। झर्दैन के। त्यसपछि मम्मीले एउटा स्याउ लगाएर गएको थियो नि, त्यो स्याउ काटेर खायौँ हामीले। नास्ता भोक लागिसक्यो थियो काँदा त्यही भएर आधा बनाएर खायौँ। खाऊ त अनि जागत लाग्नु परेन। स्याउ थियो, पानी थियो, त्यति खायौँ। अनि घर हिँडेको हामी चाहिँ बोकेर। त्यसपछि भारी उयो जस्तो रहेछ है भित्र।
टाढा उकालो ओह्रालो जस्तो अनि हामीले भारी उठाएर फाइनली हामी घर आइपुग्यौँ साथीहरू। आजलाई यति नै। सी यू अगेन। तपाईँले मलाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला सबैजनालाई। म फेरि पनि यस्तै भ्लगहरू हाल्नेछु, हजुरले हेरेर साथ दिनु होला। ओके बाई बाई।